पुरै छैन अरे मलाई पुरै चाहियो कस्तो छोरो जन्मेछ नि हाम्रो आजको लागि त भयो अब भोलिको लागि सोच्नुपर्छ हेलो हेलो भन्छ मलाई 5000 पैसा चाहियो के अरे 5000 पैसा चाहियो किन चाहियो तँलाई पैसा किताब र कपडा किन्नलाई कति अरे 5000 आमा त्यत्रो पैसा के गाँसमा फल्छ तँलाई त्यत्रो पैसा कहाँबाट दिनु त्यसो नभन्नु न जसरी हन पैसा हाल्दैन छिटो चाहियो मलाई त्यत्रो पैसा कहाँबाट हाल्नु अब तपाईको पैसा म तिर्दिन्छु त आमा तिर्छेस् तँ बिहे भएर गइहाल्छेस् अनि तिर्नै आँटिस् त्यसो नभन्नु न बिहे भएर गएर नि तपाईको पैसा तिरेर जान्छु पर्खी अब बुबा आउन दे म बुबालाई भनिदिन्छु म चाहिँ आउन सक्दिनँ नि छिटो हाल्दिनु भन्नु नि ल हुन्छ बुबालाई भनिदिन्छु कति गरम हो हिजो त घाम असाध्यै लाग्न थाल्यो ए बुढी बुढी के गर्दैछु एक गिलास पानी ल्याइदेऊ न हौ साह्रो तिर्खा लाग्यो खानासाना बनायो पाक्दैछ खाना भयो रेडी भएको छ पानी चाहिँ खाउनु पऱ्यो साह्रो तिर्खा लाग्यो ए लिनु छोरीले पनि फोन गरेर थिए पैसा चाहियो अरे 5000 के गर्छ अरे ड्रेस पाती किन्ने अरे किताब किन्ने अरे ए हरि अब त पैसा कहाँबाट दिनु मैले मसँग त पैसा छैन पैसा भएको अस्ति केटालाई दिइहालेँ लगिहाल्यो 200 भएको अब त्यही त अब छोराछोरीलाई त अब पढाउन राखेपछि त दिनै पर्यो छोरालाई पनि दिनु पर्यो छोरीलाई पनि दिनु पर्यो के गर्छ यार पैसा अब किताब किन्ने अरे त्यहाँबाट अब लुगा छैन अरे ड्रेस चाहियो अरे दिइहाल नि त 100-200 रुपियाँ चाहिँ अब त्यत्रो कहाँबाट दिनु 2000 जस्तो दियो हौ त्यतिले हुँदैन अरे नि त 5000 चाहियो अरे 2-3 हजारले हुने भए त कहाँ मान्छे त 5000 मागिराखेकी छ मिलाएर दिनुपर्छ नि त्यति साह्रो पनि गर्नु भएन अहिलेको जमाना कुन खालको छ बदलाउने खाने हिँड्ने साथीसँग पनि मिलेर हिँड्नु पर्यो लुगा महिनामा कलेज पढ्ने मान्छेको बदलाउनु पर्यो स्यान्डल जुत्ता भयो लिपस्टिकहरू भए विभिन्न थोक छ छोरीहरूको त फेसन पनि बदलेको छ अहिले जुगै परिवर्तन अब मोबाइलमा चाहिँ त्यति फोन नगर भन्नु मलाई त फोन पनि गर्दिनँ त्यति कोही कोही बेला महिनामा 15मा एक दिन गर्छे क्या बुझ्नै सक्दिनँ म त्यही छोरी चाहिँ अब ठिकै पढ्दैछ भन्ने मात्रै हो अनि आदर्श चाहिँ कता गयो आदर्श खै अहिले यहीँ थियो कता गयो होला नि त मेरो प्यारो छोरो छोरालाई चाहिँ तपाईँ त्यसो भन्नुहुन्छ छोरी चाहिँ बिहे भएर गइहाल्छन् छोराले त हो कमाएर पाल्ने अहिलेको बालखा छोरा बुझ्दैन जान्दैन भन्छौ नि तिमी छोराले कतिसँग ध्वंस गरिसक्यो म पो जान्दछु त बाहिर कति थोक त्यसको सुन्छु म पो जान्दछु त तिमी के जान्दछौ घरबाट बाहिर निक्लिने जानेको छैन अनि खालि छोरीले पनि पाल्छ नि एक दिन त्यो छोराको मात्रै भर हुन्छ खाएर चौधाम त कता के गर्छ अरे त्यो छोरालाई चाहिँ तपाईँले त्यसरी हेला गरेर बोल्न पाइन्छ छोरो भोलिपछि त्यही छोरो काम दिन्छ छोरी त बिहे भएर अर्का घर जाने जात हो छोरालाई त यसो माया गरेर 1-2 हजार पैसा दिएर कता डुल्न जान्छ दिनुपर्छ त अब पढ्दैछ त अनि हो नि हुन त छोरालाई बेसी नपुल्याऊ टाउकामा बेसी चढेको राम्रो होइन बिहामा कतिखेर गएको अहिले 2-3 बजिसक्यो आउँदैन खाना खाएको छैन भन्दैछौ त्यो कुरोमा अहिले मात्रै हुँदैन दोहोरो चाहिन्छ उसले चाहिँ घरपट्टि पटक्कै हेर्दैन जवान भएको छोरो कोसँग लागेको छ कसका घरमा गएर अड्डा मारेको छ कहाँ तास खेलेको छ त्यो पनि विचार गर्नुपर्छ नि आमा भएर बाउले मात्रै विचार गरेर हुँदैन त अनि ए छोरो सप्रियो भने बाउको अनि बिग्रियो भने चाहिँ आमाको दोष हुन्छ त्यो भनेको होइन त्यो तिम्रो पनि छोरो हो मेरो पनि छोरो छोरी पनि हामीहरूकै हो छोरो पनि हामीहरूकै हो सप्रियो त हामीहरूकै हो तर नसप्रियो नबिग्रियोस् भन्छु नि त म छोराछोरीलाई बराबर माया गर्नुपर्छ बाउआमा भएपछि ओ आइपुग्यो तिम्रो प्यारो छोरो हेर न खुट्टा कस्ता छन् आँखा कस्ता छन् हिँडाइ कस्तो छ तिम्रो प्यारो छोरो बेसी माया गर न
मलाई पैसा चाहिएको थियो पैसा किन चाहियो चाहियो अनि चाहियो अब 5,000 दिन्छु त्यत्रो 5,000 त्यत्रो पैसा कहाँबाट ल्याऊ मलाई थाहा छैन मलाई पैसा चाहियो छिटो देऊ पैसा के गर्छस् पैसा त पैसा किन चाहियो त भाइ पैसा गाछको पत्ता होइन त भन्ने बित्तिकै टपक्क टिपेर ल्याउने जे पनि बोल्नु न पैसा दिन्छु भने दिन्छु भन्न दिन्न भने दिन्न भन्न दिने छ भने म जान्छु घरबाट पैसा भए पो दिनु म दिन्न पैसा पर्खि आइज छोरा कति दुःख गरिराखेको घाम पानी खटिराखेको यता सरकारले मलाई दरमा दिएको छैन 5-6 महिनाको पेन्डिङ भइरहेको छ पैसा हालिदिएको छैन पैसा भर्नु मात्रै हुन्छ तिमी पैसा दिँदैन आमाले दिइरहेको छ बेसी नबोल आमाले पनि कहाँबाट ल्यास मैले दिए त उसले जम्मा थाहा छैन खालि पैसा पैसा होइन ती कुनै दिन सधैँ के जन्माएको मलाई तिमीलाई जन्माएर मात्रै के गर्नु त पाल्नु ताल्नु परेन यता कसरी भयो तिमीहरू के गर्छ पैसा चाहियो पनि पैसा चाहिँ त के गर्छ चाहियो मलाई पैसा चाहियो पनि पैसा पैसा नभन्ने बेसी नगर पुरा हान्दिन्छु नि नै ए बाउलाई त हान्ने त बाउलाई हान्ने बाउलाई हान्ने त आज यत्रो भइस हेर्छु बुढा एक दिन हे पैसा नदिनु मलाई तिमीको जा जा कहाँ जान्छस् के गर्छ जा हेर्छु हेर बुढा एक दिन के गर्नु नि के गर्नु यो केटाले सक्ने पर सक्ने ओहो म त केही गर्दा पनि लागेन आमाले उस्तै पुल ल्याएर ध्वंस गरेकी छ म त टाउको दुख्न थाल्यो खै भगवान् के चाहिँ छोरो कस्तो चाहिँ छोरो जन्माएछ हौ मैले जन्माउनु पनि छोरा खै छोरो कता गयो छोरो मलाई जनै कुटेन छोरा यता आइज ल पैसा ला रातोले दिन्छु पर्खी बाउ भन्दै त गयो कहाँ गएको झकेर गयो जा त्यस्ता मुला छोरा नहुँदा पनि हुन्छ त्यसले पाल्दैन पनि भगमतीका छोरी होइन तेरा खालि छोरी छोरी भनेर त दिने भएको पैसा दिइराख म सक्दिनँ यो झमेला छोरो खै कहाँको भने थियो यतै उति होला उता पैसा दिन ल्याएका थिए हेलो त्यति नै छ छोरा मसँग 100 कम्ती छ हुन्छ यतिले पुग्छ आजलाई भोलि फेरि 5,000 माग्छु दिनु त्यसै गर बेसी नबोलाइ बुढा पैसा दिनु सक्दैन बोल्छ बुढा नभन्ने साला नालायक बुढालाई बुढा नभइ के हो त भक्कु नालायक छोरी जन्मेछ हौ हाम्रो पनि भाग्य पनि साला पाल्नु सक्दैन के जन्मेछ हौ पालेर मात्रै हुन्छ तैँले पनि कमानी गरेर ल्याउनु पर्यो नि कहाँ गर्छ कमानी गर्छ र सिजा खान्छ भोलिदेखि ड्रेस खान्छ यता पैसा त लिएर गएर हुँदैन त छोराले यस्तो नालायक छोरो कहाँबाट जन्मेछ भन्छ नि तिम्रो छोराले गाउँमा कतिसम्म गरेको रहेछ यहाँ दोकान बजार कतै जानु हुँदैन यता गयो तेरो छोरा बिग्रियो उता गयो तेरो छोरा बिग्रियो साह्रो घाम लागेका छन् हौ यसो बोडी सिबीहरू रोप्नु पर्ने टाइम पनि पार भइसक्यो भोक पनि लागिसक्यो बुढियाले कतिखेर खानासाना लिएर आउने हो कि भन्ने आश छ भुतुक्क भयो हौ भुतुक्कै के गर्नु अब काम नगरे पनि नहुने यो जिन्दगी क्या हो छोराछोरीले पनि अब पढाउनै पर्ने स्कुल पठाउनै पर्ने खर्च पनि बेसी छ आमा ए आमा कहाँ गयो आमा के भयो किन बोलाको मलाई पैसा चाहियो आमा पैसा कहाँबाट ल्याउनु पैसा मलाई थाहा छैन मलाई पैसा चाहियो पैसा भएन त्यो सबै गर्न सकिस् न केही नोकरी गर्छस् न केही गर्छस् सबै खाएर लगेर कहाँ उडाएर सक्छस् त के गर्छ त बोला भ्यानमा मेरो ढुलाबाट दिमाग पनि गर्न पार्छ छैन पैसा मलाई पैसा चाहियो जान्दिनँ म कहाँबाट पैसा भनेको एकै कौडी छैन अहिले कहाँबाट ल्याउनु न बाउको दरमा छ न केही छ सरकारले पैसा बन्द गरिदिएको छ फुटेको कौडी छैन जा गएर बाकसमा हेर पैसा छैन अरे मलाई पैसा चाहियो के हेरेको तैँले मेरो चुरामा पो हेर्दैछस् त म दिन्न तपाईसँग कसले नआएछ त खोजेर
आजको लागि त भयो, भोलिको लागि देखा चाल। आदर्श आदर्श तैँले यो के गरेको? मेरो आजको लागि मतलब त के गरेछ मतलब छैन मलाई। यो राम्रो गरिरहेछ तैँले, यो राम्रो गरिरहेछ तैँले, बुझ्यौ? यो सिक्यो यो चुरा दे मलाई, दे यस्तो गर्नु होइन नि। मलाई चाहिन्छ त्यस्तो होइन। छोराले देखाइहाल्यो, देखिस् त यस्तो छोराले गर्नुसम्म गर्नु देख्यौ त बुढी। यसले त विध्वंसै गरेर सक्यो। ए हरि कस्तो छोरो जन्मेछ नि हाम्रो। नरौ बुढी नरौ, के गर्नु यस्तै हो हाम्रो कर्मै, यो फुटेको कर्म हो। अभागी छोरो जन्मेछ। कहाँ गयो होला यो छोरो? अहिलेसम्म नै आएको छैन। अघि मसँग 5000 मागेर लिएर गएको, अहिलेसम्म आएकै छैन। आउँछ होला नि त। अब आउने बेलामा जाने बेला कता कता जान्छ, पैसा दिइहाल्यो, नदिनु पर्थ्यो। त्यो पैसा नसकुन्जेल आउँछ नि। अब के चिन्ता गरेर के लाभ हुन्छ? चिन्ता गर्ने कुरै छैन। के गर्नु अब? मागेको मागै गर्छ, नभई पनि हुँदैन भन्छ। मागो भन्दैमा त्यसरी दिन्छ नि क्या हो? जति भन त्यति। त्यो छोरो चाहिँ तिमीले नै बिगाऱ्यौ है। म त केही पनि जान्दिनँ त्यो बारेमा। आमा तिमीहरू यहाँ किन बसिरहेको छौ? होइन, यति रातिसम्म कहाँ गएर आएको? म कहीँ गएको थिइनँ। यो बुढाको बाइकले मलाई लेट पार बिग्रे गर्छ। मलाई त्यही भएर नौतुन बाइक चाहिन्छ। अब तँलाई नौतुन बाइक किन्ने पैसा कहाँबाट दिनु? म बुझ्नीलाई पनि पढाउने खर्च चाहिन्छ। तैँले अघि 5000 लिएर गएको के गर्छन् ती पैसा? वाह, आज मेरो आमाले मलाई कराएको होइन, तँलाई ज्ञान दिएको छोरा। आदर्श त्यस्तो नराम्रो कुकर्म नगर्छ। लाभ छैन भाउ, लाभ छैन। म पहिले बिग्रिरहेको बेलामा आमाले मलाई छोडाइन्। अहिले बिग्रेको छोरो सोधिँदैन भाउ। त्यो त मेरो भनाइमा लाग्थ्यो भने राम्रो हुन्थ्यो नि त। तबकाले त राम्रो हुन्थ्यो। काम छैन, गएर सुत। देख्यौ त तिमीले गर्दा छोरो बिग्रिसक्यो, मेरो शुद्ध बदनाम गरिसक्यो। मैले मात्रै बिगारेको हो त छोरो? तपाईँको पनि त छोरै हो, तपाईँले पनि त सुधार्न सक्नुहुन्थ्यो। मैले पहिल्यैदेखि नै भनेको तिमीलाई, नदेऊ उसले जे भन्छ त्यही नगर है भन्छ। अहिले कतिसम्म भइसक्यो देख्यौ? अब त्यस्तो गर्छ भनेर त मैले दिएको होइन नि त। तिमीले पहिल्यैदेखि नै पुलपुलिएर हो। अगाडिदेखि पुलपुलिएको थिएन भने अहिले राम्रो स्वभावमा हिँड्थ्यो नि त, राम्रो पाइला कदम चाल्थ्यो। छोराले पैसा माग्दा नदिँदाखेरि पनि छोरो मलाई नै गाली गर्ने, अहिले बाउले पनि मलाई नै गाली गर्ने। म के गर्नु अब? सबैको बदनामी भएन। बुढी, ए बुढी कहाँ गएछ हौ? यो कहाँ पुगेर आएको? म छोरी भाटामा रुममा गएर आएको। अनि त एक्लै गएछ त मलाई नभनिकन? एक्लै गएँ त। म पनि त जान्थेँ मेरो छोरी भएठाउँमा। तिमीले के गरेको नि यस्तो बुढी? के गर्नु त अब छोरीको लागि। अब यो सुन चाँदी भनेको त पछाडि बनाउँदा पनि हुन्छ। उसको पढाइभन्दा ठुलो
के छ र गर्नु छ भने गऱ्यो यस्तो सर यही हो तिमीले के गर्यो यस्तो हुनसम्म भयो मिस्टर विष्णु दाहाल तपाईँ नै हो? हो सर मै हुँ। तपाईँको छोरो घरमै छ? तर किन सर? तपाईँहरू बाबामा भएर थाहा छैन तपाईँको छोरोले के गरेको छ? तपाईँको छोरोले एउटा मर्डर गरेको छ। तपाईँको छोरोलाई खुरुक्क बाहिर निकाल्नु। घरमा छैन छोरो। एकछिन सर तिमीहरूलाई के लाग्छ मलाई तिमीहरू पुलिसको हातमा दिएर तिमीहरू के खुसी गरेर बस्नु सक्छौ? कहिले पनि छैन तिमीहरू कहिले पनि खुसी हुन सक्दैन। म ड्रग्स एडिक्टेड भएको कारण तपाईँहरू आफै यो सिगरेटको धुवा उडाएर बसिराख्नु भएको थियो। तपाईँले सोच्नु भएको थियो तपाईँको छोरोमाथि के प्रभाव पर्छ भनेर? नाइ सोच्नु भएन बुवा, तपाईँले सोच्नु भएन। तपाईँले आफ्नो छोरोको लागि टाइम निकाल्नु भएको थियो, नाइ निकाल्नु भएन। तपाईँ दोषी तपाईँहरू नै हुनुहुन्छ। अनि मेरो महान आमा तपाईँलाई त थाहा छ म बाउको सिगरेट चोरी खान्थेँ भनेर। त्यतिखेर तपाईँलाई थाहा पाइ पनि तपाईँले एउटा बताउनु भयो। महान आमा भनेर तपाईँ नै हो। तपाईँले गर्दा आज म बिग्रेको थाहा छ। तपाईँले देखिराख्नु भएको थियो, तपाईँले केही पनि भन्नु भएन। तपाईँले गर्दा आज म बिग्रेको मेन दोषी तपाईँ नै हो। सानोमा म यति बदमासी गर्थेँ, त्यही पनि बाउले कुट्न तपाईँले मलाई बताउनु हुन्थ्यो आमा। तपाईँले गर्दा आज म ड्रग्स एडिक्टेड भएँ। आज मैले एउटा मर्डर गरेँ। तपाईँलाई थाहा थियो म ड्रग्स खान्छु, त्यही पनि तपाईँले बाउबाट लुकाउनु भयो। किन थाहा छ? किनकि म खुट्टै खान्छु भनेर। मलाई लैजानुहोस्, तपाईँहरू मलाई लैजानुहोस्। बेसी बोल्दैछ। कहिले पनि खुसी बस्नु सक्छ तिमीहरू। के भन्नु भाइ आफ्नो पर्दैन के भयो नि यस्तो आज तिमीले गर्दा तिमीले चक्रे पारेको रहेछ त कुनै भयो आज